हेलो एभ्रिवान, दिस इज बिनुज। मैले रिसेन्टली मनाङ अनि तिलिचो लेक ट्रेक कम्प्लिट गरेँ एन्ड दिस इज डे 2। हामी बिहानै उठेर फ्रेस भइसकेपछि ब्लू लेक अवलोकन गर्न निस्क्यौं। एकैछिन बाटो अल्मलियौं, त्यही पनि केही बेरमै हामी ब्लू लेक पुग्यौं। पछाडि जंगल अनि हिमाल, अगाडि बस्नको लागि प्रशस्त ठाउँ अनि तालमा हाँसहरू। यो दृश्य हेर्न पाउँदा त एकदमै आनन्द लाग्यो। हामी ताल वरपर बस्यौं, रमायौं, फोटो भिडियो खिच्यौं। करिब 2 घण्टा जति बसिसकेपछि हामी होटलतर्फ फर्कियौं। होटल फर्किसकेपछि भने हामीले खाना खाएर बेस क्याम्प जानको लागि रेडी भयौं। बाइक खाङथारसम्म मात्रै जाने रहेछ। बाइक त्यही राखेर त्यसपछि हिँडेर जाने निर्णय गर्यौं। मनाङ बजारमा चाहिने सामानहरू किनेर हामी अगाडि बढ्यौं। करिब 40 मिनेटको राइड पछि हामी खाङसार पुग्यौं। खाङसारमा बाइक पार्क गरेर हामी हिँड्न थाल्यौं। बेस क्याम्प पुग्न लगभग 4 घण्टा लाग्ने रहेछ। हामी बिस्तारै साथीहरूसँग गफ गर्दै रमाइलो गर्दै अगाडि बढ्यौं। हामी केही बेरमै गुम्बा भएको ठाउँमा पुग्यौं। वरपरको नजारा पनि एकदमै राम्रो देखिरहेको थियो। लगभग 1 घण्टा जति पछि भने हामी ल्यान्डसाइड एरियामा पुग्यौं। बाटो एकदमै डेन्जरस देखिरहेको थियो। बेला बेलामा माथिबाट ढुङ्गा पनि झर्ने रहेछ। एकदमै सजग भएर हिँड्नु पर्ने रहेछ। हामी पनि छिटो छिटो अगाडि बढ्यौं। त्यसपछि हामी एकैछिनमा बेस क्याम्प पुग्यौं। त्यहाँ पुगेर हामीले मजाले रेस्ट गर्यौं र छिट्टै खाना खाएर सुत्यौं। दिस इज हाउ वी स्पेन्ड आवर सेकेन्ड डे। फलो अलोङ फर मोर जर्नी।